जस्तो कङ्सलै छन् त्यो एक दुईजनाको अलिअलि चाहिँ छ अलिअलि टाइम नहुने चाहिँ छ तर अरू चाहिँ कङ्सल ओके 90% त उनीहरू कङ्सलै बस्नु मान्छे ट्याक्क त थाहा भएन गएको थियो होइन तर एक्सपिरियन्सहरू चाहिँ कहिले चाहिँ खाना पकाउनै ढिलो भयो खाना खाएर आउँदाखेरि ढिलो भयो नि सर भन्थ्यो अनि चाहिँ ढिलो आउँथ्यो कविता पनि ढिलो आउँथ्यो कहिले कहिले त्यस्तो धेरै पनि होइन कहिले कहिले ढिलो हुन्थ्यो उनीहरू अनि कहिले कहिले चाहिँ पकाउन ढिलो भयो भन्ने बहाना हुन्थ्यो अनि कहिले चाहिँ यो काम थियो त्यो काम थियो त्यस्तो त्यस्तो के काम हुन्थ्यो या त सन्चो भएन भन्ने धेरै जस्तो चाहिँ हुन्थ्यो बहाना त होइन होला जेन्युन प्रब्लम भएर यो थर्ड ब्याचको स्टुडेन्टहरू चाहिँ सबैजना राम्रै हुनुहुन्थ्यो डिसिप्लिन नै हुनुहुन्थ्यो अब त्यस्तै हो 4 इयर्स पिरियडमा अब कोही कहिलेकाहीँ त्यस्तै कोही ढिलो आउने अब अलिअलि कोही कक्षामा हल्ला गरिदिने सुरुमा अलि बढी थियो है फर्स्ट इयर सेकेन्ड इयर हुँदाखेरि चाहिँ तर विथ टाइम चाहिँ सबैजना अब यो पढाइमा अलि सिरियस हुँदै गयो पोस्टिङतिर आउन थालेपछि काम सिक्नुपर्छ भन्ने थाहा हुँदै गयो अनि उनीहरू सबैजना यो अहिले अब यो 4th इयरमा आएर सकाउने बेलासम्म त धेरै नै त्यो केही भन्न पनि त्यस्तो छैन उनीहरूलाई सबैजना डिसिप्लिन पाउँछ त सबैजना हुनुहुन्थ्यो कोही ढिलो आउने पोस्टिङमा ढिलो आउने अनि एक्सक्युजहरू दिने त्यस्तो पनि कोही हुनुहुन्थेन मेरोमा चाहिँ हुनुहुन्थेन अरूमा चाहिँ थाहा भएन मेरोमा त सबैजना टाइममा आउने जाने बाहिर जाँदाखेरि सोधेर जाने गर्नुहुन्थ्यो फन्नी मुमेन्ट भन्दाखेरि म स्टार्टिङमा राउन्डिङ गर्दाखेरि स्टुडेन्टको हरेक पोस्टिङको स्टेसनबाट अर्को पोस्टिङमा जाँदाखेरि चाहिँ झ्याप्पै यहाँ पनि भेटिनु भयो वहाँ पनि भेटिनु भयो भन्दै एकअर्कालाई हामी कहिलेकाहीँ हाँसिन्थ्यो त्यो चाहिँ एकदमै फन्नी मुमेन्ट लाग्थ्यो किन भन्दाखेरि एक ठाउँको पोस्टिङबाट अर्को ठाउँमा जाँदाखेरि चाहिँ पठाएको हुन्थ्यो मैले त्यति त्यो थाहा नभएको यता पठाएको छु भर्खरै यहाँ त यहाँ भयो भन्दाखेरि दुइटै एकअर्कालाई देखेर चाहिँ हाँसिने चाहिँ हाम्रो फन्नी मुमेन्ट नै थियो फन्नी मुमेन्ट चाहिँ रिया र राकेशको है स्पेसली उनीहरूको दुईवटा छ अब सबै चाहिँ भन्न मिल्दैन आफ्नो प्राइभेसी हुन्छ राकेशले चाहिँ आफै बुझ्नुहोस् अन्डर जिबिपीको अनि रियाले चाहिँ बुझ्नुहोस् किन पढ्न आएको यहाँ के भनेर पढ्न आएको यहाँ आउँदाखेरि पढ्न आएपछि के भयो त्यो मोमेन्ट मलाई भन्नुभएको थियो बुझ्नुहोस् आफूले बुझ्नुहुन्छ हाँसो त केही न केही अब क्लासहरू लिँदा अथवा पोस्टिङमा बस्दा नि फुर्सदको समयमा एक दुईजना हुनुहुन्छ अलिकति रमाइलो गराउने खालको चाहिँ त्यो हुन पनि पर्छ होइन सधैँ मोनोटोनस एउटै खालको हुनु पनि भएन 2-4जना त्यस्तो हुनुहुन्थ्यो फन गराउने कोही गीत गाउने कोही त्यस्तै गफ गर्ने गफले हाँसो गराउने कोही काममा हाँसो गराउने फन्नी र बदमास चाहिँ फन्नी सबसे धेरै चाहिँ राकेश के बोलिरहेको छ अनि त्यही कुरामा अलिक कमेडी गर्ने चाहिँ गर्छ त्यस्तो फन्नी मुमेन्ट त अब एकाडेमीमा खासै गर्दैन होइन तर कहिलेकाहीँ चाहिँ अब हामी उगुरीमा बस्दाखेरि चाहिँ अब कहिलेकाहीँ चाहिँ मेडिकल कुराहरू बारेमा पनि हामीले त्यसरी कहिलेकाहीँ चाहिँ अब राम्रै तरिकाले पनि हामी मेडिकलकै कामलाई पनि मेडिकलकै थ्योरीलाई पनि हामीले फन तरिकाले अथवा रमाइलो तरिकाले बुझ्ने तरिकाले बुझाउन कोसिस गरेको छ त्यस्तो हुन्थ्यो त्यो चाहिँ रमाइलो हुन्थ्यो तिनीहरूको ब्याचमा को छ त्यस्तो हाँसो लाउने कोही सबै राकेश ओ पिक राकेश यति त अब सबैजना एकदम रमाइलो स्टुडेन्टहरू थिए होइन अब 4 वर्षसँगै बसियो हामी है विशेष गरी अब सबैलाई मिस गर्छौँ अब हरेक कुरामा होइन अब विशेष गरी अब हामीले चाहिँ पढाउने कुरामा भयो विशेष गरी यो क्लिनिकमा चाहिँ है तिमीहरू यिनीहरू चाहिँ इन्टर्नमा हुँदै गर्दाखेरि एकदम धेरै सहयोग गऱ्यो हामीलाई त्यही भएर मैले चाहिँ विशेष गरी अब यो काम गर ऊ काम गर भनेर मैले एकदमै मिस गर्छु उहाँलाई तिमीहरूलाई होइन विशेष गरी क्लिनिकमा चाहिँ तिमीहरू नहुँदै गर्दाखेरि हुन्छ अब जुनियरहरू अर्को इन्टर्नहरू आउँछन् होइन अझै पनि त्यसरी चाहिँ म मिस गर्छु तिमीहरूलाई विशेष गरी है मिस गर्ने कुरा अब हरेक विद्यार्थी जाँदाखेरि मिस गर्ने सबैले नै हुन्छ तर अब स्पेसली अब भनौँ जाँदाखेरि धेरै कुराहरू चाहिँ अब उनीहरूसँग साथी जस्तो ट्रिट गरेर पनि एज अ म त गार्जेनको रूपमा पनि गाली पनि गरिन्थ्यो होइन अनि बेला बेलामा चाहिँ हाँसो मजाक पनि गरिन्थ्यो अनि उनीहरूलाई भन्दाखेरि चाहिँ
गाली गर्दाखेरि पहिला कुनैले जसरी सरिताले चाहिँ म्यामले मैले पहिला हेर्दाखेरि त एकदमै डेन्जरै हुनुहुन्थ्यो कि जस्तो लाग्थ्यो भनेर भनेको थियो एउटा कुरा चाहिँ सरिताले। पछि पनि कुरा गर्दाखेरि माया भनौँ न भन्दा बोल्दाखेरि चाहिँ गाली गर्ने ठाउँमा गाली गरियो अनि माया गर्ने ठाउँमा माया गर्दाखेरि सुन्दाखेरि म्याम त त्यति त नहुँदो रहेछ हामीलाई जस्तो लागेको भन्यो भने चाहिँ त्यो कुराहरू डिफ्रेन्ट स्टुडेन्टबाट आउँदाखेरिको एउटा इक्जाम्पल मात्रै दिएको मैले। धेरै विद्यार्थीहरूले त्यसरी भनेको छ। त्यो चाहिँ कुराहरू उहाँहरूले भनेको कुराहरू चाहिँ एकदमै मिस गरिन्छ होला। सबै कुराहरू अब उनीहरू अब सबै नजिक पनि थिए होइन, सबै कुराहरू मिस हुन्छ नि स्टुडेन्टहरूको। अब यस्तो हुन्छ अब स्टुडेन्टहरू जो आइसकेपछि चाहिँ अब 4 वर्ष यहाँ बिताउँछ नि त हामी सबै। अनि अब हामीहरू एज अ टिचर अब अथवा एज अ गाइड उनीहरूलाई चाहिँ सिकाउने पढाउने काममा इन्भल्भ हुन्छ। सबसँगै 4 वर्ष भनेको लामो समय हो कि सबैसँग एक खालको स्टुडेन्ट टिचरको एउटा बाउन्ड थोरै इमोसनल एट्याचमेन्ट पनि हुन्छ। मिस त सबैलाई नै गरिन्छ आफ्नो तरिकाले, मिस हुन्छ नि सबैजना। मिस गर्ने त एकदम राम्रो कुराहरू पलहरू छ। जस्तै म फर्स्टमा आउँदाखेरि चाहिँ उनीहरू चाहिँ 3rd सेममा थिए कि अनि उनीहरू एकदम वेलकमिङ थिए होइन, एकदम मलाई पनि एकदम एप्रिसिएट गर्ने। अनि मेरो यहाँ HEIमा चाहिँ फर्स्ट बर्थडे पनि उनीहरूले एकदम सरप्राइजिङ तरिकाले एकदम राम्रो सेलिब्रेट गरेको थिएँ होइन। त्यति बेला पनि एकदम माया दिएको थिएँ कि। अनि त्यो उनीहरू चाहिँ एकदम मेरो हार्टको चाहिँ एकदम क्लोज छ है यो ब्याच चाहिँ है। एकदम फेभरेटै ब्याच त नभनौँ, फेभरेट त योभन्दा अगाडिको पनि राम्रो नै थियो, तर अहिलेसम्म एकदम डिसिप्लिनमा अनि काममा राम्रो भएको चाहिँ यो ब्याचलाई चाहिँ कन्सिडर गर्न मिल्छ मेरो पोइन्ट अफ भ्यू। मिस गर्ने भनेको चाहिँ अब उनीहरूको ग्रुपमा चाहिँ काम चाहिँ राम्रै जानेका, स्किल चाहिँ राम्रै छ र उनीहरूलाई हामीले चाहिँ ओपिडीमा आवश्यक परेको बेलामा कतिपय कामहरू चाहिँ यिनीहरूले गर्न पनि दिन सकिने खालको छन् भने त्यो एउटा सर्टेन कामहरू भरोसा गर्न सकिने खालको हुनाले चाहिँ अब कहिलेकाहीँ चाहिँ पुरानो ब्याच गएपछि नयाँ ब्याच चाहिँ त्यो स्किल नभएसम्म चाहिँ त्यस्तो पुरानो ब्याचलाई मिस त हुन्छ, त्यो बेला चाहिँ मिस हुन्छ, ग्याप भएको बेला चाहिँ मिस हुन्छ। हजुरलाई याद भएको सबैलाई धेरै मिस गर्छु, स्पेसली यहाँ बिचमा आएकोहरू सबै चाहिँ सिन्सियर भएर बस्थ्यो, काम गर्थ्यो, हेल्प गर्थ्यो, मलाई कफी बनाएर खुवाउँथ्यो। त्यो कफी उनीहरूले बनाएको कफीहरू मिस गर्छु। मिस गर्ने कुरा अब तिमीहरू यतिको सिन्सियर भनौ, जुनियरहरू यिनीहरू उताको सिन्सियर भनौ, त्यो हो। अनि मिस गर्ने कुरा त अब त्यस्तो खासै धेरै छैन। पहिलेदेखि थाहा थियो 4 सालपछि जाने हो, मेन्टली प्रिपेयर थिए। ब्लेसिङ त एकदम धेरै ठुला मान्छे भए, एकदम राम्रो अप्टोमेटिस्ट भए है। सबसे सुरुमा अप्टोमेटिस्ट भन्दा पनि अगाडि एउटा राम्रो ह्युमन बिङ भयो कि होइन। जस्तै हामीले एउटा यो मेडिकल प्रोफेसन भनेको एकदम नोबल प्रोफेसन हो क्या। त्यही भएर अब हामीले जे पनि गर्नुभन्दा अगाडि चाहिँ जस्तै आफ्नो अब यो कनिङ पर्सनालिटी त्यस्तो टाइपको नभएर ठुल्लिने टाइपको त्यस्तो टाइपको चाहिँ कहिल्यै गर्नु हुँदैन कि। म पढेको छु ब्याचलर मास्टर्स भनेर त्यस्तो गर्नुभन्दा पनि बिरामीको के समस्या छ त नि त्यो डिल गर्न ट्राई गर्ने होइन। जस्तै मैले जहिले पनि क्लासमा इम्प्याथेटिक कम्युनिकेसन भनेर भन्छु नि होइन, जहिले पनि उनीहरूलाई चाहिँ अलिकति सहानुभूति दिने, उनीहरूको चाहिँ के समस्या भने बुझ्ने, त्यो हिसाबले चाहिँ डिल गर्नुपर्छ। राम्रो मान्छे बन्नु भने त्यही नै म ब्लेसिङ दिन चाहन्छु। राम्रो छन्, अझै धेरै प्रगति हुँदै जाओस्, राम्रो होस् है। बाई। लास्टली अब जहाँ पनि जाने एकदम राम्रो गर्ने, आफ्नो HEI को ट्याग हुन्छ क्या आफूसँग क्यारी गरेर लिएर जाने। त्यो जहाँ पनि हुन्छ डिसिप्लिन, प्रेजेन्टेबल एकदम राम्रो भएर जाने कि होइन। त्यो फर्दर यस्तो होस् न कि यो हाम्रो स्टुडेन्ट हो नि भनेर आफूले गर्वले भन्न सक्यो क्या। जस्तै अब अहिले पास आउट भएको सिनियरहरू हुनुहुन्छ 1-2जना, कस्तो राम्रो राम्रो ठाउँमा हुनुहुन्छ कि हस्पिटलहरूमा, क्लिनिकहरूमा है। उहाँहरूलाई दिएर हामीलाई कस्तो प्राउड फिल हुन्छ नि। त्यो सबैजना जहाँ पनि जाओस् एकदम राम्रो राम्रो गरोस् अनि त्यसपछि एकदम प्राउड फिल होस्। अनि प्लस जति पनि रिसर्चहरू गरेछ त्यो सबै अझै पब्लिस पनि होस्। ये हाम्रो पब्लिकेसन भयो भनेर पनि एकदम खुसी हुन पाइयोस्। ओके, धेरै धेरै आशीर्वाद छ मेरो तर्फबाट। They are good students. They are obeying to their teachers. They are good students. I like them and I wish them a very bright future. Okay. त अब अहिले तत्कालै नेपालमा त्यस्तो फ्युचर अब तत्कालै लोकसेवा खोल्ने भन्ने त केही छैन। तर अब र अरू कुरा चाहिँ
राम्रो चाहिँ 1-2 वर्ष पढेकै राम्रो हो, अझै फर्दर पढ्ने, त्यसपछि चाहिँ अनि जब अथवा चाहिँ इम्प्लोइमेन्ट खोज्दा राम्रो हो। अब मिल्छ भने सँगसँगै गर्दा जब प्लस इम्प्लोइमेन्टसँगै गर्दा राम्रो हो। त्यो पायो भने मिले नेपालमा नभए बाहिर, त्यही अप्सन त्यही हो। मेरो तर्फबाट त अलवेज राम्रो गरौँ, यहाँबाट जति राम्रो सिक्यो त्यति लिएर जाऊ, खराबलाई यही छोडेर जाऊ, लिएर जानुपर्छ भनेर छैन। बस फर्दर अब लाइफमा के गर्नु छ, फर्दर पढ्नु छ या फर्दर आफ्नो अझै डिफ्रेन्ट गोल हो त्यो एचिभ गरोस् भनेर म प्रे गर्छु। अझै अगाडि बढोस्, अझै पढोस् होइन। अनि अझै अब नयाँ फेरि हाम्रो देशमा यो जिएनजीहरूको जुन तपाईँहरूले आन्दोलन गर्नुभएको छ त्यसले अझै नयाँ परिवर्तन ल्याएको छ, अझै राम्रो हुँदै जाओस्। भोलि पर्सि कोही पनि विदेश नगइकन यहीँ नेपालमै आफ्नो क्षेत्रमा बसेर केही ठुलो काम गर्न सक्छ। ब्लेसिङ्स त अब मेरो सधैँ सबै विद्यार्थीहरूलाई चाहिँ यहाँ पढेर गइसकेपछि एक त सबैले राम्रो पढुन्, राम्रो स्कोर गरून्, सबै कुरा राम्ररी सिकुन् भने सबैप्रति नै हुन्छ। त्यस्तै गरी उनीहरूप्रति पनि अब उनीहरूले राम्रो पढेका छन्, स्कोर पनि राम्रो गरेका छन्, धेरैले सबैजना मेहनती छन्। यो आफ्नो फिल्डमा उनीहरू सधैँ अगाडि बढ्न सकुन्, त्यो मेहनत गर्ने मन सधैँ लागिरहोस् उनीहरूलाई चाहिँ। भोलि सबैजना हामीले कोही पनि पछि गएर भेट्दाखेरि चाहिँ राम्रै ठाउँमा यहाँ रहेछ त्यहाँ रहेछ भनेर उनीहरूको सधैँ राम्रै सुन्न पाइयोस्, त्यही शुभकामना। ब्लेसिङ चाहिँ सबै स्टुडेन्टलाई मेरो तर्फबाट चाहिँ अब यो 4 इयरको कम्प्लिसन पछि चाहिँ आफ्नो फ्युचर क्यारियर चाहिँ एकदमै डिटरमाइन गरेर अझै मैले पढ्न बाँकी नै छ, यो 4 इयरमै कम्प्लिट भएको चाहिँ नसोच्नु होला। अझै चाहिँ यो त सुरुवात हो। अब बिस्तारै बिस्तारै आफ्नो फ्युचर क्यारियर सबैको चाहिँ राम्रो होस्, बेस्ट फ्युचरको लागि चाहिँ म दिलबाट नै एकदमै आफ्नो चाहिँ प्रकट गर्न चाहन्छु। अप्टोमेट्री प्रोफेसन भनेको एकदम राम्रो प्रोफेसन हो होइन। अब आफ्नो इन्डिपेन्डेन्टली गर्न पाउँछ, त्यही भएर राम्रो प्रोफेसनमा आएको छ। यसलाई अझ राम्रो बनाएर आफूले राम्रो गरेर अब हामी साथी जस्तो भयौँ पासहरू भइसकेपछि होइन। सो अरू भन्दा पनि हामी कलिज हो, अप्टोमेट्रीलाई चाहिँ राम्रो गराउनुपर्छ हामीले। अप्टोमेट्री नछोड, अप्टोमेट्रीमा राम्रो गर भन्न चाहन्छु। बाहिर गएर हुन्छ, यहाँ बसेर हुन्छ होइन, तर अप्टोमेट्री राम्रो गर्ने। सबैले अब उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु होइन। सबैले चाहिँ पछि गएर विशेष गरी अब यसपछि चाहिँ पास आउट भएपछि अब काउन्सिलको इक्जाम छ, त्यो काउन्सिलको इक्जाम राम्रो गर्नु, त्यसपछि अब कतिपयको बोन्डिङ छ होइन, त्यसमा गएर चाहिँ अब राम्रोसँग काम गर्नु होइन। त्यसपछि अब जस हाम्रो स्टुडेन्टहरूलाई देखेर हामीले चाहिँ गर्व गर्न पाऊँ होइन। हामीभन्दा एकदमै ट्यालेन्टहरू मेरो स्टुडेन्ट मैले पढाएको भाइले बहिनीले चाहिँ यो ठाउँमा गएर यस्तो गऱ्यो भनेर हामीले चाहिँ सुन्न पाऊँ होइन। अनि अर्को चाहिँ अब फर्दर स्टडीको लागि पनि बिस्तारै प्रिपेयर हुनुपर्छ है, यही भन्न चाहन्छु। अब सबैले राम्रो होस् भन्ने त होइन, सबैको राम्रो होस्, सबैले उज्जवल भविष्यको शुभकामना। बाई बाई। Love you. बाई बाई। बाई 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 सबजनालाई